सो हेलो एवरीवन, वेलकम बैक टू माय यूट्यूब चैनल। तो आज भी मैं फिर वीडियो लेके आई हूँ। जो मैं आज ट्रैवलिंग करने वाली हूँ मणिपुर टू सिलीगुड़ी। सो गाइस कीप वाचिंग। तो मैं छोटा वीडियो करती रहूँगी। गाइस कीप वाचिंग। तो अब चाहिँ म हिँड्न लागेको छु है त। आमालाई चाहिँ सन्चो छैन, तर म चाहिँ हिँड्न आँटे। ल बस्नु अब खोइ जाऊ नजाऊ भन्नु नि। अब बस्नु ल आमा। ल म चाहिँ जान लागेको गाइस। बस्नु है। अब भेट हुन्छ कि हुँदैन मरिगयो अन्त। सँग जान्छु। बाई बाई। मेरो ब्याग चाहिँ यहाँ छ। अब चाहिँ हिँड्न लागेको, पर्खिरहेको छु। गाडी आउन लागेको छैन। 2-3 घन्टा पर्खिँदा बल्ल आएर म चाहिँ सिटमा पनि बसिसकेको थिएँ, किनभने मैले भोइस गर्न सकिनँ यहाँनिर, त्यसैले मैले भोइस हालिरहेको छु। डोन्ट माइन्ड गाइस। म चाहिँ हिँड्ने हो घरबाट पर्खिँदा गाडी, अनि जाँदैछु। हामी खाना खानु आँटेको गाइस। भोक लागिरहेछ, खाना जरुरी छ। अब म चाहिँ छिटो खान्छु। पानीहरू पुरा परिरहेको थियो। हामी चाहिँ खाना खाइसकेर अन्त पुरा मजाकै हल्का पुरा ट्राफिक पनि उत्तिकै थियो। यस्तो गाह्रो भइरहेको थियो नि हो। त्यहीमाथि पानी परिरहेको थियो। मौसम ठन्डा बहुत गाह्रो परिसकेको थियो। तर पनि आस्ते गर्दै आइपुग्न लागेको थियो गाइस। त्यही थियो हाम्रो भिडियो। यहाँ चाहिँ खाना खानुको लागि रोकिरहेको छ गाडी। थोप्रा हेर्छ भने यस्तो छ नसुतेर। मैले चाहिँ खाना खाइनँ। मेरो खाना यहाँ छ। साला थोप्रा सब भनेको कि मुन्डोको चाक खतरा दुखिरहेछ। अनि थोप्रा हेर्दा नि यस्तो छ। हालत चाहिँ एकदम खराब छ हो। तर पनि के गर्नु, जानु पर्यो। म चाहिँ खानाको लागि खाना खानु बनाएन। के खाँदैछु, चिप्स प्लस मेरो जुस छ, ब्ल्याक करेन्ट। ये पिएंगे। होइन कसम भनेर यति गाह्रो भएको छ नि। चावल त खानु मन थियो, बट खाना खानु गएको माछाको पिस यत्रो देखेर म भुलिरहेको गाइस। त्यसमा मैले चाहिँ केक लिएर खाएँ प्लस चिप्स जुस। मैले लाइफमा सेकेन्ड टाइम होला यसरी गाडीमा हिँडेको। त्यो पनि एक्लै त मेरो फर्स्ट टाइम हो। त्यसैले बहुत गाह्रो भएको छ गाइस। रुनु मन लाग्दो रहेछ एक्लै। वाउ गुड मर्निङ। आज हामी पुग्न लाग्यो गाइस। निन्द्राले आँखा बिग्रिरहेछ। अनुहार पनि गयो, आँखा त झन् गयो। हामी चाहिँ गाडी बिग्रियो, टायर पम्चर भएर बनाउँदैछ। जाने खत्तम। अब चाहिँ हामी लागेको। मैले नास्ता पनि गरिसकेको छु। हिजो बेलुका खाना नखाएर साह्रो परेको थिएँ। सो मैले चाहिँ 2टा रोटी र सुक्खा रोटी र सब्जी खाएँ। आए पनि के साह्रो परेको हौ साला। खुट्टा सुन्दा नाना आइपुग्नु भयो। 2 घन्टा रुँदा अनि ब्यागहरू निकाल्दैछन्।
हालत खुट्टा सुन्नेर टन टन खुट्टा के नाना के मलाई त गोत्नु मन परेछ ए बिहान 4 घण्टा भन्छु तलै हुँदैन मैले हिजो गाडी कस्तो परेको पढायो अब त उयोले म चाहिँ नक्सलमा छु हजुर हेलो नक्सलको हावा खान्छ नक्सल पार तपाईँको त होइन मेरो हेर्नु हिजोदेखि हिँडेको आज मात्रै सुत्नु पनि पाएको छैन कन्डोको चाकहरू पनि खानु होला जस्तो लाग्दैछ हौ बल्ल सास आयो अब चाहिँ अहिले चाहिँ म चाहिँ नुहाएर पनि फ्रेस भइसकेँ के भयो डाबा थोप्रा हेर्नुहुन्छ नि यस्तो छ है नसुतेर खत्तम बर्बाद अनि अहिले चाहिँ म कहाँ छु भन्दा दिदीको जेठानी दिदीको घरमा छु गाइस नुहाएर पनि फ्रेस भइसकेँ गर्मी छ अनि खुट्टा सुन्नेर खत्तम भएको छ टेक्नु भएको छैन मजाले पुरा बडी खतरा दुखिरहेको हेर त एलिस हेर त नानाले चाहिँ के बनाउँदैछ तिमी पनि हेर्छौ नाना र म पानी ट्याङ्की जान लागेको गाइस दिदी बहिनी भएर थोप्रा मलाई भेट भएको घेरमा पेट भएको फेरि के अरे छुट्टिनु परेको थियो नेपाल आउनुले गर्दा आज फेरि भेट भएको छ एकदम खुसी लाग्छ नेपालीसँग भेट गरेर गाडी हाम्रो टेम्पो आएको छैन के गर्ने होला हामी चाहिँ पानी ट्याङ्की आइपुग्यो हामी चाहिँ पानी ट्याङ्की आइपुगेको नाना र म घुम्नको लागि मोमो खाने न मोमो नाना त्यसले पानी ट्याङ्कीमा आइरहेको छौँ नाना र म हेलो अब यो के लाजको बच्चा मेरो सोबाट नानाको यहाँ छ नानाको आउटफिट यस्तो छ आजको कहाँ जाने अब घुम्छु के घुम्ने जग्गा छैन यहाँनिर नाना हामी चाहिँ बजार सोध्दै हिँडिरहेछौँ नाना पनि घुमेको छैन म पनि घुमेको छैन तर पनि मजा आइरहेछ अनि हामी मार्केट घुसेर नानाले चप्ली पनि लिनुभयो एउटा र पैसा पनि दिइहाल्नु भयो दाजुलाई त्यति नै थियो हामीको सपिङ होइन म चाहिँ कस्तो भनेको कि बहुत गाह्रो पऱ्यो त्यो गाडीमा 20 आवर्स भनौँ न 20 आवर्स गाडीमा हिँड्दा कन्डोको चाकहरू पुरा छेडिएको जस्तो लागेको थियो तर पनि यहाँ आएपछि कस्तो रमाइलो भइरहेछ हो मलाई चाहिँ दिदीसँग म अहिले चाहिँ पानी ट्याङ्कीमा छु हामी चाहिँ घुमिरहेछौँ हो आज मात्रै त हो भोलि त क्या होला यस्तो चाहिँ जिन्दगी नानाले चाहिँ कहाँ अटाउने भनेछ किनभने अघि हामी भर्खर खाना खाएर आएको नि त मासु भात घरमा अनि फेरि यहाँ थुक्पा टेस्ट गर्नु मन लागेको थुक्पा मोमो खाना आएको कि त्यही भएर नानाले चाहिँ कहाँ अटाउने अट्छ र भनेर अलिअलि टेस्ट गर्ने हो ज्यादा खाँदैन हो तपाईँ जामा लाएर हिँड्नु जन्ना टी सर्ट चाहिँ ठुलै लाएर अनि हामीको थुक्पा प्लस मोमोज पनि आइहाल्यो टेस्ट गर्न लागेको थियौँ हामीले चटनी हालेर
तर नुन चाहिँ अलिक ज्यादा होइन तेल ज्यादा थियो त्यसैले भात खाएर गएको ज्यादा खानु सकिएन त्यसैले हामी फेरि मार्केट लाग्यो हेर्यो गर्मी त कुरै नगर्दा हुन्छ पो है अब चाहिँ हामीले चाहिँ घर पनि आइपुग्यौँ अब मेरो भिडियो चाहिँ खत्म भयो यतिमै टाटा बाई बाई नाना बाई बाई